नमस्ते साथीहरू, म सुनिल, 26 वर्षको भए। म हरेक दिन जिम जान्छु, त्यसैले मेरो शरीर ठिकठाक छ। मानिसहरू यसो भन्छन्। मेरो घरमा आमा, बुबा, काका, काकी, मेरी बहिनी र मेरो सानो भाइ छ, जो कक्षा 6 मा पढ्छ। मेरी बहिनी कलेज जान्छिन् र म घरबाटै अनलाइन काम गर्छु। ल्यापटप मेरो साथी हो। मेरी एक सानीमा हुनुहुन्छ, सुनिता सानीमा, जो गाजियाबादमा बस्नुहुन्छ। उहाँ 32 वर्षकी हुनुहुन्छ र धेरै हँसमुख र सुन्दर हुनुहुन्छ। उहाँका 2 बच्चाहरू छन्, एउटा छोरा र एउटी छोरी। सानीमासँग मेरो सम्बन्ध एकदमै रमाइलो छ। म उहाँसँग सधैँ ठट्टा गरिरहन्छु र उहाँ पनि मेरो ठट्टालाई हाँसेर टारिदिनुहुन्छ। एक पटकको कुरा हो, आमा र काकीलाई 2 दिनका लागि बाहिर जानु थियो। बुबा र काका आफ्नो व्यापारको कामले हरेक दिन अफिस जानुहुन्थ्यो। बहिनी कलेज र सानो भाइ स्कुल। आमालाई चिन्ता भयो कि घर र बच्चाहरूको ख्याल कसले राख्छ, त्यसैले उहाँले सानीमालाई फोन गरेर सोध्नुभयो, सुनिता, के तिमी 2 दिनका लागि हाम्रो घर आउन सक्छौ? सानीमाले सानो बुबालाई सोध्नुभयो र सानो बुबाले सहमति दिनुभयो। भोलिपल्ट सानीमा, सानो बुबा र उहाँका 2 बच्चाहरू हाम्रो घर आउनुभयो। आमाले सानीमाका बच्चाहरूलाई पनि आफूसँग घुमाउन लैजानुभयो र सानो बुबा आफ्नो निजी कामको लागि निस्कनुभयो। बुबा, काका, बहिनी र भाइ पनि आफ्नो काममा लागे। अब घरमा म र सानीमा मात्र बाँकी थियौं। सानीमा घर सम्हाल्नमा जुट्नुभयो। म नुहाएर बाहिर आएँ र कोल्ड क्रिम लगाउन थालेँ। सानीमा त्यो बेला भुइँमा पोछा लगाउँदै हुनुहुन्थ्यो। उहाँले मलाई ठट्टा गर्दै सोध्नुभयो, ए सुनिल, तिमी त जिम जान्छौ, कोल्ड क्रिम म लगाइदेऊ कि? मैले पनि हाँस्दै हुन्छ भनिदिएँ। सानीमाले मलाई सोफामा बसाइदिनुभयो र मेरो काँधमा क्रिम लगाउन थाल्नुभयो। त्यसपछि भन्नुभयो, तिमी त जिममा धेरै मेहनत गर्छौ, तर खाना त अहिले पनि आमाकै हातको खान्छौ, होइन र? म हाँसेर भने, सानीमा, तपाईको खाना पनि गजबको छ, आज केही विशेष बनाउनुहोस् न। सानीमासँग त्यो दिनको रमाइलो त भर्खर सुरुवात मात्र थियो। पनिरको तरकारी र पराठाको स्वाद मेरो मुखमा अझै थियो र सानीमाको हाँसो मेरो कानमा गुन्जिरहेको थियो। सानीमाले भन्नुभयो, सुनिल, तिमी त ठूलो भइसक्यौ, तर ठट्टा अझै बच्चाहरू जस्तै गर्छौ। मैले हाँस्दै जवाफ दिएँ, सानीमा, तपाईँ सामु त म सधैँ बच्चा नै रहन्छु। त्यो साँझ सानीमाले घरलाई अझ चम्काउनुभयो, भान्सा सम्हाल्नुभयो। मैले जताततै छरपष्ट पारेका लुगाहरू मिलाउनुभयो र मेरो सानो भाइको गृहकार्य जाँच्ने जिम्मेवारी पनि लिनुभयो। मैले भने, सानीमा, तपाईँ त सुपर हिरो हुनुहुन्छ, यति धेरै काम कसरी गर्न सक्नुहुन्छ? सानीमाले फर्काएर भन्नुभयो, ए, यो त बानी हो, तिमी पनि जिममा तौल उठाउँछौ, म घरमा सबै काम उठाउँछु। साँझ जब मेरी बहिनी कलेजबाट फर्किन्, सानीमाले उसलाई पनि आफ्नो ठट्टाको जालमा फसाइन्। मेरी बहिनी रियालाई सानीमाले जिस्काउँदै भन्नुभयो, रिया, सुनिलले त भन्दै थियो कि तिमी कलेजमा मात्र मस्ती गर्छौ, पढाइ त नाम मात्रको। रियाले तुरुन्तै मेरोतर्फ रिसाएर हेरिन् र भनिन्, भैया, तपाईले सानीमासँग मेरो गुनासो गर्नुभयो? मैले हाँस्दै हात उठाएर भने, ए, मैले त केही भनेको छैन, सानीमा त ठट्टा गर्दै हुनुहुन्छ। त्यो राति सानीमाले हामी दुवैका लागि गाजरको हलुवा बनाउनुभयो। मैले मजा लिँदै भने, सानीमा, यदि तपाईँ हरेक दिन यहाँ बस्न थाल्नुभयो भने म जिम छोडिदिन्छु, किनभने तपाईँको खाना खाएर त म मोटा हुन्छु। सानीमाले हाँसेर मेरो टाउकोमा हल्का थप्पड हान्दै भन्नुभयो, ल, खाना खाऊ र चुप लाग, मोटा हुनुभन्दा पहिले तिम्रो दिमाग हल्का हुन्छ। भोलिपल्ट बिहान सानीमाले मलाई जगाउनुभयो। म त मेरो निन्द्रामा मस्त थिएँ, तर सानीमा मेरो कोठामा आएर पर्दाहरू तानिदिनुभयो र भन्नुभयो, उठ जिम जाने हिरो, घाम डुब्नुभन्दा पहिले के काम पनि गर। म बडबडाउँदै उठेँ र नुहाउन गएँ। जब बाहिर आएँ, तब देखेँ सानीमाले मेरो लागि नास्तामा पनिरको पराठा र लस्सी तयार राखिदिनु भएको थियो। मैले भने, सानीमा, तपाईँ त मैले आमालाई पनि पछाडि पार्दै हुनुहुन्छ। सानीमाले हाँसेर जवाफ दिनुभयो, ए, तिम्री आमालाई नभनिदिनु है, नत्र मलाई गाली पर्छ। दिउँसो सानीमा र मैले मिलेर घरको सरसफाइ गर्यौं। मैले ठट्टामा भने, सानीमा, यदि म तपाईँ जस्तै मल्टिटास्किङ गर्न सकेँ भने मेरो जागिरमा प्रमोसन पक्का। सानीमाले हाँस्दै भन्नुभयो, त्यसो भए मसँग सिक, म तिमीलाई 2 दिनमा सिकाउँछु कि घर कसरी चलाइन्छ। साँझ जब आमा, काकी र सानीमाका बच्चाहरू फर्केर आए, आमाले घरको अवस्था देखेर सानीमाको तारिसका पुल बाँध्नुभयो। सानीमाले लाज मान्दै भन्नुभयो, ए, बस अलिकति काम गरे, सुनिलले पनि त मद्दत गर्यो। मैले तुरुन्तै भने, आमा, मैले त पुरा म्यानेजर बनेर सानीमालाई मद्दत गरेँ। सबै हाँसे। ती 2 दिनमा सानीमाले घर मात्र सम्हाल्नु भएन, तर म र रियासँग यति रमाइलो पल बिताउनु भयो कि हामी दुवैलाई लाग्यो कि सानीमा हामीसँग सधैँ रहन्। सानीमा गएपछि मैले सोचेँ,
अर्को पटक आमा कतै जानुहुँदा सानीमालाई फेरि बोलाउनुपर्छ।